हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ यसो छुट्टीको दिन थियो, त्यही भएर यसो घुमघामको लागि म चाहिँ छुट्टी आएको छु। थाहा छैन अब हामी आज कहाँ कहाँ घुम्छौँ। मसँग चाहिँ म मात्र होइन, मसँग चाहिँ मेरो साथीहरू पनि छ। उनीहरू चाहिँ अगाडि छ। थाहा छैन यिनीहरूले के खोजिरहेछ, अघि नैदेखि नै खोजिरहेको थियो। मैले किन्नु चाहिँ मलाई भनेर केही पनि छैन यहाँ, त्यही भएर म चाहिँ यिनीहरूको साथी मात्र भएर बसेको छु गाइज। अब चाहिँ हामी यसो बाहिर निस्कन्छौँ। यिनीहरू हेर्ने मात्र काम हो, यिनीहरूले किन्ने केही पनि छैन। अब चाहिँ हामी नेपाली रेस्टुरेन्टतर्फ जाँदैछौँ गाइज खाजा खानको लागि। अब चाहिँ म भिडियो त्यहीँ गएपछि देखाउँछु। फाइनल्ली हाम्रो किमा नुडल्स र थुक्पा मोमो आइसकेको छ। फाइनल्ली गाइज हामीले चाहिँ खाजा खाएर यसो बाहिर निस्किसकेका छौँ। अब चाहिँ हामी यसो घुमघामको लागि पार्कमा जान्छौँ। त्यहाँ गइसकेपछि नै म ब्लग कन्टिन्यू गर्छु। हामीहरू चाहिँ पार्कमा आइसकेको छौँ। यहाँ चाहिँ एकदम शान्त र रमाइलो वातावरण भएको कारणले गर्दा मलाई चाहिँ एकदमै मन पर्यो। थ्याङ्क यू गाइज फर द वाचिङ माई भिडियो। सबैजनाले मेरो यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद भन्दै आजको भिडियो यही अन्त्य गर्छु है त।